सबैभन्दा धेरै माया गर्ने भनेकै नै आमा नै हो। आमा शब्द नै प्यारो। मेरो बानी तपाईँलाई कस्तो लाग्छ है सोचेर भन्यो नि त कसले सोध्न मन छ फेरि के अन्डाबाट खाइसक्यो होइन सोपिहाल्छ लाइफमा मैले जिन्दगीमा गएर बिहे गर्छु किन यता साथीहरू कहिले बिहे गरेर होइन नगर्नु पर्ने थियो जस्तो फिल कहिले हुन्छ कि हुँदैन। सोच धेरै छ सपना पनि धेरै छ सासूलासम्म मान्छेलाई सबै कुराको आश हुन्छ न गर्छु भन्ने हुन्छ नि त। घरमा खाना पकाउने भाँडा माझ्ने मसला पिस्ने मर्या जस्तो लाग्छ कस्तो समय यार झन्नै फालेन कि मैले घाँटीमा झक्कै कहिले रुन्ची कहिले के गर्छ रुचि रे जस्तो आफ्नै जस्तो फिल हुन्छ आजकल त त्यही नै म त बोलिदिन्छु म त जोसँग 12 साथीहरु बोल्न पाए भइको मुख चलाउन पाए भइहाल्यो। अरे दोका छैन मलाई दिदी बिहामा चाहिँ जाने दोका छ मजा आयो म बोलान्न सिरियसली हुन्छ दुईजना अब दुरेनी बसाले बिजी भइन्छ त फोन गर्न थालौँला भित्र रुने दोकालार बाहिर गरेर हाँस्नु त्यही त जिन्दगी भनेको। हेलो एन्ड नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो। आई मेरो युट्युब फ्यामिली सबैजना सन्चै आरामै हुनुहुन्छ होला। हामी पनि एकदम सन्चै आरामै छौँ। अनि आज चाहिँ हामीहरूले च्यालेन्ज भिडियो लिएर आएको छौँ 3 जना मिलेर। फर्स्ट टाइम सेकेन्ड टाइम होला इनसँग त पहिला पनि गरेको थिएँ फर्स्ट टाइम गरेको थिएँ अनि इन चाहिँ फर्स्ट नै हो। अनि हामी चाहिँ आज चाहिँ के अरे 2x करेन्ट चाउचाउ के अरे च्यालेन्ज गर्दैछौँ। च्यालेन्ज त नभन मुखबान गर्दैछौँ। हामी चाहिँ नर्मली गफ गर्दै खाँदै गर्ने किन च्यालेन्ज गर्दा एकदम गाह्रो पनि हुन्छ पिरो खान सकिन्न नि त। अनि त्यही भएर मजाले गफ गर्दै एकअर्कालाई क्वेसन सोध्दै आफ्नो मनमा लागेको क्वेसन सोध्दै खाँदै गर्ने कुरा भएको छ। कति हाँसेको भनेको हाँसेको हाँस्दैन भन्दै हाँस्दै यार त्यो साथी होइन हामीसँग चाहिँ एउटा स्प्राइट लिएर आएको छौँ अनि चाउचाउ अनि हल्का अन्डा फ्राई गरेर ल्याएछौँ। अनि त्यही भएर चाहिँ हाम्रो भिडियो आज चाहिँ के कस्तो हुन्छ होइन हेर्दै गर्नुहोस् हजुरले। हामी हल्का रमाइलो गर्छौँ रमाइलो खाले कहिले रमाइलो भिडियो ल्याउनु पर्छ भनेर च्यालेन्ज गर्नु त हुन्छ कि त्यही भएर अर्को चोटि गरौँ नि त होइन क्वेसन पनि गरौँ न। अनि त्यही साथीहरू होइन आज त्यो क्वेसनवालै गरौँ अर्को चोटि गरौँ न च्यालेन्ज होला होइन। त्यही साथीहरू अब चाहिँ हामी च्यालेन्ज के अरे मुखबान सुरु गर्न आँट्छौँ। पहिला सुरुमा त स्प्राइट हालिहालौँ होइन आठ तल बसिहाल्छ कि ढोका खुल्ला छ गीत खुल्ला छ तल होला नि त मम्मीसित त मम्मी गइहाल्छ नि त। यहाँ कति फोन गर्नुभयो क्या आफ्नो छोरीले बाबा मोबाइल सोध्दै गयो भिडियो त्यही साथीहरू होइन अब चाहिँ हामी सुरु गर्नुपर्ने हुन्छ आजको भिडियो के कस्तो हुन्छ होइन। अब हामीले स्प्राइट पनि हालिसकेको छौँ। अब एकअर्कालाई क्वेसन एन्सर गर्दै चाहिँ हामी भिडियो सुरुवात गर्नुपर्ने हुन्छ। ल खाउनुहोस् खाऊ क्वेसन पनि गर के सुरुवात कोबाट सोध्ने क्वेसन ल सबैदेखि सोधौँ न सोधे म सोध्छु है त ल ल म सामानलाई सोध्छु है आफ्नो मर्जी तँलाई सोधे भने यसलाई सोध म त खाने मात्र यो त्यस्तो त हुँदैन सोध्नु पर्यो सबलाई खाना मात्र कहाँ पाइन्छ। म सामानलाई सोधेँ है त तिमीहरू यहाँ बसा कति बढी 2 वर्ष हुन लाग्यो 2 वर्षमा मसँग मलाई मतलब के अब 2 वर्षसम्म चिन्जान भएको 2 वर्ष भयो नि त 2 वर्षमा तिमीलाई चाहिँ मदेखि अलि मन नपरेको केही भनेको पिर लागेको के जस्तो केही छ सम्झेर भने है मौका पाऊ भनिहाल तिमीलाई भनिरहेको सामानलाई म त त्यस्तो केही छैन त्यस्तो केही छैन। अब तिमीले सोध नि त दुईटीमा एउटालाई मेरो त छैन तिमीलाई तिमीले त तिमीलाई मैले जोलाई सोध्छु त्यसलाई मात्र दिनु कि आन्सर चाहिँ एकजना हात नपायो हात त पाइन्छ पाइयो सोध छ्या यिनीहरू त अचम्मै रहेछ नि साथीहरू हाँस त पायो पाइयो सोध बुझ हाँस त पायो भने चिरोल मार्छौ ल भन के भन्न चाहन्छु बियस भात ढल्याउने उठा उठे गरे भने हामी तिमी पाले सुन्छु त 3 बजी 3को पालो भन्नुहोस् मेरो बानी तपाईँलाई कस्तो लाग्छ राम्रो नराम्रो के राम्रो बानी त 2 प्रकारको हुन्छ नि राम्रो पनि नराम्रो पनि नराम्रो नराम्रो होइन नराम्रो के भन्छ म थाहा भन्न रे
सुन्नु राम्रो बानी मासु खाने भन्छ मासु खाने भन्छ तिमीलाई सोधे तिमी सोधेछु भन न मलाई चाहिँ म चाहिँ अब दुई बहिनी तिमीसँगै बस्छौ होइन एकअर्काको थाहा होला अब हामी त तल माथि हुन्छ अब मैले सामना यस्तो गरिदिनु न यस्तो गरिदिनु गर्न आइहाल्छ अनि के नराम्रो बानी भने त्यस्तो नराम्रो बानी चाहिँ म चाहिँ अहिलेसम्म पत्ता लागेन पत्ता लागेपछि भन्न आउँछ है त ल ठिक छ ल तिमी भन तिमी सोध तिमीले क्वेसन चाहन्छु दुई टिम हामी दुई टिम कसलाई क्वेसन गर्छौ आफ्नो बारेमा केही म चाहिँ रुन्छु भनी सोध क्वेसन हामीलाई भने सोध्ने के हामीले के कसो सोध्यौँ त्यस्तो टाइपको सोध्न चाहिँ भयो अनि मनमा लागेको कुराहरू होइन यस्तो भन्न दिदीलाई कहिले बिहा गर्नु त्यस्तो कुरा त्यस्तो नो एन्ट्री त्यो क्वेसनको लागि भन के अरू सोध के सोधौँ सोच न केही हामीले सोधे जस्तो सोध न केही आफूलाई मनमा लागेको जस्तो के मन पर्छ टाइप हुन्छ नि सबै कुरा तिम्रो लागि मेरो बारेमा सबै थाहा छैन मलाई तिम्रो बारेमा सबै थाहा छैन नि त नथाहा भएको कुरा सोध भन्नुहुन्छ कि मेरो बानी हाँस्ने के तपाईँ पनि मैले नि के सोध्न लाग्यो त्यस्तै सोधेको छु नि सोचेर बसेर के भन्नु लाग्ला भनेको छु नि मेरो बानी बिहेर कस्तो छ रे मलाई बाँच्छु यही बाटो तिम्रो बानी बेहोरा के मन लाग्छ त्यही तिम्रो बानी बेहोरा मलाई त्यस्तो नराम्रो साँच्चै म यिनीहरूको नराम्रो बानी बेहोरा त्यस्तो अहिलेसम्म चाहिँ त्यो भएन कि किन अब कुनै केही गर यस्तो भनेपछि नाइ पनि भने आउनु नि त अनि केही गर्नु पऱ्यो पनि गरी आइहाल्छौ अनि त्यसो केही भने पनि अब त्यस्तो सुन्छौ नि त अब सहन्छौ नि त अनि त्यो भएर चाहिँ अब त्यस्तो नराम्रो बानी चाहिँ मैले अझसम्म पत्ता लगाएन थाहा पनि छैन होइन थाहा पनि नहोस् कहिले पनि होइन थाहा भयो भने फेरि नराम्रो होला म भन्छु है त यता सोध्नु मेरो मर्जी त तँलाई सोध्यो भने त बाबा आयो आइसरी मम्मी भनिहाल्ला र के भन्छ अरे म पनि कन्फ्युज भयो यार तर भन्नु न के तिम्रो जस्तो कन्फ्युज म त्यस्तो कन्फ्युज फर्स्ट टाइम हामी यस्तो क्वेसन एन्सर खेले नि त अनि त्यही भएर क्वेसन धेरै थाहा हुँदैन नि त के सोध्ने कस्तो नसोध्ने भन्ने कुरा चाहिँ तिमीहरूलाई अब जस्तै हुन्छ नि त के भन्छ केही छैन के च्यालेन्ज गरेको भयो त क्वेसन एन्सर पनि सोचेर भन्यो नि त पिरो भयो मलाई त मेरो पनि पेट त दुख्न लागिसक्यो भाइ तर रहेछ म त 1-2 यास खान्छु के भनौँ कि स्कुल बस कतै आउँछ नि त ऊ गरे छिन्छ अघि म तिमीलाई के सोध्याम रे नराम्रो बानी सोध्याम कि राम्रो बानी सोध्याम नराम्रो सोध्याम नि सोफियालाई चाहिँ मेरो सबैभन्दा अलिक बेस्ट हुन्छ नि त सबै अब राम्रो लाग्छ भन्न नपाउने कुनै एउटा बानी हुन्छ नि कुन बानी मलाई एकदम मेरो बानी एकदम मनपर्छ तपाईँले म जे भन्छु नि अहिलेसम्म त्यही मान्नुपर्छ त्यही बानी मानेछु र मानेछु हो के मानेछु त्यो भन न जे मानेछु भन्छु नि त्यही मान्नुहुन्छ ए ल सामानलाई सोध नाइ भन्नुपर्छ राम्रो बानी नि राम्रो लागि आफ्नो मर्जी तिम्रो जे क्वेसन छ त्यो सोध मलाई अघि के सोध्या थियो तपाईँ मलाई तिम्रो बानी नि सोध्याउ नराम्रो बानी अनि के सोधौँ यार तर पिरो लास्ट रहेछ नि लास्ट छ सोच त पाए भन्नु के सोच यस्तो कुरा देखा खान्छ के म खाने चिज के मन पर्छ सोधौँ त्यस्तो जे सोध्दा पनि हुन्छ अब तिमीलाई हामीलाई के मन पर्छ भन्ने भएको तिमीलाई आफ्नो बारेमा सोध्दा पनि भयो हाम्रो बारेमा सोध्दा जे सोध्दा पनि भयो कि आफ्नो बारेमा भन्नु नि तपाईलाई के फ्यामिलीमा दिन कुनलाई धेरै माया गर्नुहुन्छ मतलब अलि धेरै माया गर्ने क्वेसन आयो खतरावाला बाबा मम्मी म मात्रै कि भाइमा पनि सबै फ्यामिली मध्ये सबै फ्यामिली तपाईँ दाइ सबैभन्दा धेरै माया गर्ने भनेकै नै आमा नै हो आमा शब्द नै प्यारो अब आमा भएर भाइ भाव बाउ पनि अब आमा नभएर बाउ नभएर आमा त्यो त नै हो तर पनि अलिकति सबैको माया त लाग्छ सबैको माया त लाग्छ तर पनि अलिकति धेरै भनेको त मम्मीको नै लाग्छ फेरि सामा सोफियाले सोध अब तपाईँलाई यिनीलाई सोध्नु मलाई सोध्नु जोडा पनि तपाईँलाई सोध्ने मलाई सोध्न मलाई सोध यिनीलाई सोध्न मलाई यिनीलाई सोध तिम्रो मर्जी कसले सोध्न मन छ फेरि के भन्ने यो मौका सामानसँग केही सबै केही छ कि न कस्तो कहिले कसो भनेर नमानेको बानी के छ कस्तो छ तिम्रो भन यही बेला मौका पुगिहाल्छ माछ खान खाँची धेरै
तपाईँलाई सोध्छ है हुन्छ ल घरको मध्ये सबैभन्दा बुझिदिने मान्छेको कुरा कुरा को लाग्छ धेरै बुझ्दिने हरेक चिजमा बुझ्ने सपोर्ट दिने यस्तो हरेक कुरामा चाहिँ लगभग चाहिँ मम्मीले नि बुझ्नु त मम्मीले नि बुझ्नुहुन्छ तर मम्मी भन्दा त म धेरै कुरा भाइले नै सेयर गरे हुन्छु नि त त्यही भएर चाहिँ अलिकति बढी कुरा चाहिँ मलाई मेरो भाइले नै बुझाए जस्तो लाग्छ त्यस्तो भए दाइलाई रहेछ अनि अब के मेरो पालो सोध्ने नि म सोध्छु है अघि सामना सोध्दा नि अन्डाबाट खाइसक्यो होइन सोफियालाई सोध्दा होइन मैले अघि तिमीलाई सोध्याम बिचारालाई मार्लो ओली अड्काइकन घाँटीमा अन्डाबाट खाइसक्यो यहाँ देख्दैन नि बिचारा त्यस रातो मैले अघि तिमीलाई सोध्याम तिमीलाई सोध्छु अब चाहिँ तिमीले मलाई सोधेको क्वेसन है त तिम्रो चाहिँ तिम्रो फ्यामिलीमा मम्मी बाबाहरू दिदी दाइ सबैमा सबभन्दा धेरै माया कसको लाग्छ बहिनीले होइन तिमीलाई मैले अघि तिमीलाई सोध्याम मलाई भन्नुपर्ने भन्नुपर्दा माया त सबैलाई अलिकति हुन्छ नि त बढी लाग्ने भनेको त धेरै चाहिँ आमालाई लाग्छ त्यसपछि त्यसको पछाडि चाहिँ त्यस पछाडि होइन फर्स्टमा मात्रै हो फर्स्टमा त आमा नै हो त्यसपछि बाबा मम्मी दुईजनालाई लाग्छ एउटा मात्रै मम्मीले अलि धेरै लाग्छ तिमीले सोध म त्यस्तो नसोध्नु भन्नुहुन्छ सोध्नु कि नै त्यस्तो नसोध अरू सोध मलाई तपाईँ सोध्नु भयो तिमीलाई पनि सोध तपाईँ सोध्नु मलाई न यिनको पालो कि सोफिया सामना मेरो बानी बेहोरा कस्तो लाग्छ तँलाई सबै राम्रो लाग्छ तर मासु दिँदा खानु पैसा नपाला तनाव दिन्छु भन न त्यही हो क्या तनाव दिन्छु पैसा नहुँदाखेरि मासु खाम त हामीले बडी टेन्सन हेल्प गर्छु मेरो साथी पुल्लो उडाइदिन्छु के कस्तो बनाउँछ त्यही हो अब सामनाले सोफियाले सोध नि त बहिना सोधेको तिम्रो पालो के मलाई म यसलाई सोध्ने तिमीले मलाई सोधे पनि जोल आफ्नो ड्युटीमा हाम्रो सोधे त तपाईँलाई त्यही त सोधिरहने हो कि अब सोधा सोधी हो पालै सार सोधिरहने हो कि क्वेसन मात्र सोधिरहने ड्युटीमा हाम्रो ड्युटीमा एउटा सोधा अब क्वेसन त कति हुन्छ अट्काइदिनु कि धेरै नाच्यो भयो कन्ट्रोल गरेर कि हाँसो जोलाई सोधे यिनलाई सोधे पनि मलाई सोधे पनि दुईटीमा एकजनालाई सोध जे सोधे पनि तर यो नराम्रो छ तर सोधौँ कि नसोधौँ बनकै केही हुन्न खुलेर भन्नुपर्छ यो त नबोल्ने त्यस्तो जस्तै नि लाइफमा बिहा गर्न मन छ कि छैन यो चाहिँ सोधिए ओके छ नि त म भनिदिन्छु जवाब दिन्छ न लाइफमा मैले जिन्दगीमा गएर बिहे गर्छु कि न त साथीहरू अब होइन यस्तो अब मेरो लाइफमा मेरो भाग्यमा बिहे गर्ने लेखेको छ कि छैन त्यो त अब भाग्यको कुरा हो तर आफूले मैले मनले चाहेको या मैले मनदेखि गर्छु गर्दैन भन्नेवाला हुन्छ नि त होइन मैले बिहे गर्छु यति वर्ष म या यस्तो गर्छु भन्ने सोच हुन्छ नि त त्यो चाहिँ मसँग अहिले केही पनि छैन अहिले चाहिँ म कमाउँछु मैले केही गर्नु छ मैले आफ्नो जिन्दगी लाइफ बनाउनु छ त्यति नै सोच्छ मेरो अहिले चाहिँ बिहेको कुरा चाहिँ भाग्यमा रहेछ भने चाहिँ पछि हेरौँला अब अहिले चाहिँ मेरो बिहेमा चाहिँ 1% पनि छैन मेरो पालो हाँस्दियो कि हाँस्ने बोलाइदिनु मेरो पालो सोध्छु है म अघि सामना सोधेँ मैले सोफेलाई सोधेँ है त मैले सोधेँ तिमीले लभ म्यारेज हो नि तिम्रो तिमीले कति वर्षमा बिहा गर्यौ रे फोन आयो साथीहरू एकछिनमा उठाउँछु ल अहिले म काम गर्ला छु पछि बोल्छु है ल ए म कल गर्छु त्यही बाटोमा आएर ल अब छोड्यो त्यही हो साथीहरू होइन मैले क्वेसन गर्न लाग्थेँ तिमीलाई गर्न लाग्थेँ नि तिम्रो बिहा भएको कति वर्षमा बिहा गर्यौ रे 15 वर्षमा बिहा गर्यौ 15 महिना 14 पुग्यो त्यस्तै अनि तिमीलाई लाइफमा बिहे गरेर मतलब अब रिग्रेट त सबैलाई नै हुन्छ होइन पछि त सबैलाई नै लाग्छ किनकि कुनै न कुनै सबै कुरा बिहे गरेर सबै कुरा पुग्छ भन्ने कसैलाई पनि छैन कसैलाई पनि पुग्दैन होइन अनि तै पनि मैले सोधेँ लभ म्यारेज गरी तिमीलाई कहिले बिहे गरेर होइन नगर्नु पर्ने थियो जस्तो फिल कहिले हुन्छ कि हुँदैन
हुन्छ त्यो त भइहाल्छ नर्मली हुन्छ त्यो त सबैले हुन्छ भने त त्यही पनि मैले सोधेँ है फेरि भइहाल्छ नि त्यो त सबैले हुन्छ कि नहुने को होला र नि साथीहरूको जति होइन जति होइन यस्तो जति खुसी भयो भने खुसी फ्यामिली भयो भने अलिकति कुनै न कुनै कुरामा रिग्रेट चाहिँ लागिहाल्छ किनकि मैले पढेको बेला पनि साथीसँग यस्तो रमाइलो गरेर हिँडेका छन् साथीहरूलाई हेर्दाखेरि आफू पशु त लाग्छ होला अब साथीहरू कहाँदेखि कहाँ पुगिसकेछन् त्यही भएर त्यस्तै हेर्दाखेरि चाहिँ मैले किन गरेँ मेरो बाबामा ल म पनि अहिले पढेको भइदिए अब बिहा नगरे अब म पनि यस्तो साथीहरू जस्तो गरेर हिँड्थ्यो होला जस्तो हुन्छ नि त होइन र सबै फ्रिडम त हुँदैन नि त बिहा गरेपछि त एकदम बाबामाको पुरा पुरा त्यो कुरामा चाहिँ होइन यस्तो कुरामा त लास्टै सेन्टी हुन्छ क्या म त अझ जन पोइ नबुझ्नु पर्छ गाह्रो हुन्छ नि होइन अब तिम्रो पालो सोध यस्तो कुरा त मलाई गाह्रो पर्छ नि रुममा खाइसकिदिन्छ त्यही हो तपाईँलाई हो नि तपाईँलाई नै मलाई सोधे पनि तिमीलाई सोधे पनि जसलाई सोधे पनि आफ्नो मर्जी सोध तिमीले बस भोलि कहाँ जाने भन्ने सोध्ने कि म त के आउँदैन सोध न अघि जस्तो राम्रो सोधे त मैले बरु सोध्नु थाहा पाएँ नि तिमीले दिदी घर कहाँ भन्ने त्यो मजा गर्दा सोध त एकछिन त के सोध्ने सोधे पनि हुन्छ क्या आफ्नो सोध अहिले त आइरहेको होला त अब यो भन्दा जस्तै केही गर्न मन छ कि छैन दिदीको जस्तै यो गर्नुहुन्छ नि गेम त्यो भन्दा अरू सपना छ कि नै सोच धेरै छ सपना पनि धेरै छ सासूदासम्म मान्छेले सबै कुराको आश हुन्छ न गर्छु भन्ने हुन्छ नि त त्यस्तै मलाई चाहिँ छ सपना म चाहिँ अहिले ठ्याक्क यो गर्छु यो सोच चाहिँ भन्न चाहन्न त्यो सक्सेस भएपछि हजुरहरूलाई पनि ल्याइहाल्छु म तिमीहरूलाई पनि थाहा पाइहाल्छ अहिलेको लागि चाहिँ किनकि गेम भनेको पास टाइम जब होस् र यो गेम भनेको साझी बिहान एक्सन गर्ने मात्रै हो र एउटा आफूले मनले चाहेको मात्र हो नि त यो त यसबाट यस्तो खर्च आफूलाई जिन्दगी आफ्नो सपना पुरा गर्छु भन्ने चाहिँ हुँदैन त्यही भएर पढाइ पनि त्यही अनुसारको भए गर्थ्यो होला अब गर्ने सोच छ हेरौँ बिस्तारै होला केही न केही होला भन्ने सोचिरहेको छु कोसिस पनि गरिरहेको छु अब यदि भइहाल्यो छ भने त म त सबैको माझ ल्याउने नै छु त्यही हो अहिले चाहिँ म यति नै भन्न चाहेँ साथीहरू सोध तिमीले अब मैले क्वेसन गरिदिइहालेँ भन न कोलाई सोध तँलाई दिदीलाई सोध मलाई सोध जसलाई सोधाउने तर यो मलाई किन पर्छ कि सोध्ने किन पर्छ अघि सोधा जस्तो सोध न राम्रो ट्याक्क पारेर सुरु त मैले गरेको थिएँ अघि तिमीले गरे राम्रो होला होइन हामीलाई थाहा नै थिएन कस्तो के गर्ने भने कन्फ्युज भएको हामी दुइटै तपाईँलाई चाहिँ के काम गर्दा राम्रो लाग्छ के काम गर्दा नराम्रो घरको के जस्तै भाडा कोहीले मिच्दै हुन्थ्यो कोहीले ए भगवान् साथीहरू होइन यति कुरा चाहिँ भन्छु होइन मलाई बरु बना पठाइदिनुहोस् मलाई सिमेन्टको बोरा बोक्न पठाउनु मलाई घरदेखि बाहिरको काम गर्न लाउनु पानी उता पर खोलादेखि बोक्न लाऊ म सब गर्छु तर मलाई घरमा खाना पकाउने भाँडा माझ्ने मसला पिस्ने मर्या जस्तो लाग्छ कस्तो यार मनकै कुरा सोध्दैन कि मेरो भाइ भिडियो राख्छ बुझेछ यस्तो मर्या जस्तो लाग्छ होइन मान्छेलाई खाना मलाई यस्तो कि आफूलाई अब यदि कुनै कुरा खाना मन लाग्छ भने त्यो चाहिँ मैले एकदम मनदेखि पकाउँछु यदि मलाई खाना मन छैन भने त्यो खाना पनि किन पकाउनु पर्दा भात पनि किन खान्छन् मान्छेले भन्ने लाग्छ त्यही हो भनेपछि त्यस्तो गाह्रो छ खाना पकाउन त्यही भएर म बिहे गर्न चाहन्न बिहे गरेर खाना पकाउन लाउँछ अन्त हो कि नै भारत गर्नु पर्दैन बाना मोल्नु पर्यो खाना पकाउनु पर्यो त्यसलाई थाहा छ आफूलाई के चाहिन्छ त्यही बनाइदिनु पर्यो हो क्या अनि झन्नै फालेन कि मैले घाँटीमा झक्कै हालेको चिसो खाएको थिएँ हाँस्दियो यो मान्छे आउनु न देखेँ क्या धेरै टाढा बसेको छु क्या मेरो पालो नि क्वेसन मलाई अघि नसोध्दा तिमीलाई सोध्दा अब यिनको पालो म चाहिँ के सोध्छु भने चाहिँ सामान्य 10 पास पनि गर्यो होइन अनि अब चाहिँ तिमीले लाइफमा के गर्छौ जस्तो लाग्छ केही सोच हुन्छ नि त मान्छेको होइन अब 11 जोइन गर्ने कि अनि अब अरू केही गर्ने कि बिहे गर्ने कि अब यस्तो केही छ कि कस्तो छ होइन के कस्तो लागेछ के गरौँ जस्तो लाग्छ अब के सोच छ तिम्रो अगाडिको लाइफको साँच्चै भन्दा त अहिले ठ्याक्कै त भन्न सक्दिनँ कन्फ्युज जस्तो यता यो गर्छु त्यो गर्छु गर्ने सिरियस कुनै दिन्ने के कस्तो हो र नि के त्यो कन्फ्युज छ के यता गर्ने उता गर्ने बिचमै यता उता त्यही पनि डामाडोल छौ डामाडोल
जिन्दगी मतलब ड्रामा नछेको पनि तनावले कहिले रुन्ची कहिले के गर्छ रुन्ची रे मलाई तनाव दिन्छ के ठिकै हो फेरि मासु चाहिँ छोड्दै मासु मात्रै माग्छ रे मासु कस्तो म खान्न क्या म त यति भयो हुन्छ त्यही हो अब हेरौँ बिस्तारै बिस्तारै गरिराछु भनिराछु भन न सोफिया ल भन्नु हामी चाहिँ अन्तिम अन्तिम आइसकेको छ हाम्रो चाउचाउ पनि सकिन लागेको छ अब क्वेसन पनि एकदम कम हुनेवाला छ होइन बनाऊँ न त सोध मलाई सोध बरु म सोधिदिन्छु नि त उसलाई क्वेसन सोध्न आएन रे उसलाई चाहिँ एन्सर जति पनि दिन्छ साथीहरू एन्सर त कति छन् कति ल सोध्नु त यसलाई म सोध्ने होइन के पथा पाउँदैन सोध्नु त मलाई त सब थाहा छ त के भन्न चाहन्छस् भन्नु आज क्लियर भन्न उसलाई तिमीलाई थाहा छ तर हामीलाई मलाई उसलाई क्यामेरामा सबैलाई थाहा छैन नि त उसलाई सोधिदिनु त तँलाई अन्तिक बानी के राम्रो लाग्छ यो पनि त सोध्ने अन्ती हो मलाई अन्तिक बानी चाहिँ त्यही हो समस्या बुझिदिनुहुन्छ मनमा पाप छैन मुखमा जे आउँछ प्याज पुस भनिदिनुहुन्छ पिर मानु कि रोन कि मरि पनि मतलब भनिदिने कुरा भनिदिनुहुन्छ जस्तो आफ्नै जस्तो फिल हुन्छ आजकल त त्यही हो धेरै जेमहरुलाई हरेक चिजमा कुलस भइसक्यो तर के अरू ठाउँ त्यस्तो बस्छु त्यस्तो गरेर नि तर यहाँको जस्तो भएन के नि हाम्रो घरमा चाहिँ प्रायः जति पनि बस्छन् होइन किन हामीले फेरि के गरौँ आफ्नै फ्यामिली सबमा जस्तो अब बोल्न मन गर्दैन त्यो गर्दा त्यसो मतलब हुन्न अब बोल्ने हाँस्ने गर्छन् पनि फ्यामिली यस्तो गाली पनि झ्यामझुम गरिदिनुहुन्छ मम्मीले भन्ने पनि प्याज पुस भन्नुहुन्छ मम्मीको पनि मनमा पाएको छैन क्या जसरी होस् आफूले सोच्नुहुन्छ प्याज पुस भनिदिनुहुन्छ अब तिमीहरूले आन्टीले मलाई यस्तो भन्यो भनेर बोलेनौ पनि आफै टाढा भयो होइन आन्टी त मायाले झ्यामझुम पाएको छैन भन्छ भनेर आएर आफै बोल्यो पनि मम्मी त्यसै राम्रो हो कि त्यस्तो हो कि अरू सबैको सबभन्दा बेस्ट तपाईँको त के मन लाग्यो तपाईँ कस्तो बोल्नुहुन्छ कि अरू जस्तो नहुने बोल्ने अब चिने नि नचिने नि जसलाई पनि राम्रो गर्ने म त बोलिदिन्छु म त तँसँग बालासँग साथीहरू बोल्न पाएँ भइगयो मुख चलाउनु पाएँ राम्रो लाग्छ त्यही हो सबै सिध अहिले त पुलस नि भइसक्यो जस्तो लाग्छ सुरुको भन्दा नि अब अरू सिक्दैन नि त अरू म सोध्छु है तिमीहरूलाई एउटा कुरा सामनाको ल सोफेलाई सोध्छु अहिले चाहिँ सोफियाको लाइफमा तिमी बुझ्ने भएदेखि अहिलेसम्मको अलि बेस्ट तिमीलाई रमाइलो लागेको कुनै हुन्छ नि याद छ तिमी बुढासँगको छोरासँगको फ्यामिलीसँगको कुन पल एकदम दिमागमै बेस्ट भएर बसेको छ क्याप्चर छ पल त रुन पसान्छ के भनौँ के सानैमा बिहा भयो अनि त्यस्तो रमाइलोको गर्ने साथीहरूसँग हिँड्ने भएनौ अब हिँड्या छौ अलिअलि त्यही पनि त्यो अब अहिले हिँड्ने पनि मनमा पीडा मुहारमा मुस्कान भइरहेको त्यो भनेको अहिले चाहिँ जस्तै केही बाध्यताले केहीले हल्का म खुसी हुनु पर्यो भनेर हिँडे जस्तो लाग्छ कि आफसे आफूलाई अब छोरा भविष्य बुहारी भएपछि त्यही हो 40 कटेपछि रमाउँ लाग्यो अब तर मलाई धोका छैन मलाई दिदी बिहामा चाहिँ जाने धोका छ मजा आयो म बोलान्न यति सिरियसली हुन्छ दुईजना अघि उनी पुरा मजाले चिर भएर पिचार श्रेजर बोलेर आउँछ हामी फेरि बिचमा प्याच्च बोल्दै आउँछौँ मजा भए पनि आउँछु दिदी नबोलाए पनि आउँछौ कन्ट्याक्ट खोजी कहाँ हो के हो भने नबोलाए पनि आउनुपर्छ मेरो भलो थाहा पाइहाल्छु यदि मैले लाइफमा गएर बिहा गरेर आएछु भने सबैलाई याद हुन्न नि त होइन र यो भिडियो हेरेर सम्झेँ निम्ता भयो तिमीलाई अहिले मेरो बिहाको लागि मैले कस्तो यस्तो कहिले फोन गर्न बिजी भएर अब दुरै भएपछि अलिक बिजी भइन्छ नि त फोन गर्न थालौँला फोन गर्न थालौँला तिमी आफै सम्झेर आयो ल म लोकेसन भिडियो पनि भनिदिन्छु रे थाहा त्यो त भइहाल्छ नि साथीहरू चाउचाउ सक्यो त भइहाल्छ क्या हरेक चिजमा भइहाल्छ नि त ठिक छ म त जे कुरालाई नि सेन्टिमा लिन्छ है लास्ट होइन लास्टै सेन्टिमा पुग्छु यतिको हुनुपर्छ होइन साथीहरू धेरै सेन्टिमेन्ट राम्रो धेरै सेन्टिमेन्ट राम्रो होइन धेरै हाउडे पनि राम्रो होइन फेरि ठिक्कको रमाइलो पनि गर्नुपर्छ अनि स्याहार रुने बेला रुनी हाँस्ने बेला हाँस्ने कराउने बेला कराउने भुक्ने बेला भुक्ने जे गर्ने बेला गर्ने जे हुन्छ गरिहाल्ने बुझ्यौ नि धेरै स्याहार रुने होइन भित्र रुने ढोकाला बाहिर गरेर हाँस्नु त्यही त जिन्दगी भनेको त्यही हो यस्तो फेरि मलाई थाहा छ
साथीहरू होइन हाम्रो चाहिँ चाउचाउ फिनिस भयो उसको मात्र भइसक्यो होइन उसले चाहिँ पिरो धेरै खान नसकेको उसले चाहिँ हामीलाई पनि पिरो त भएको छ त्यही पनि कस्तो होला लगाइरहेको छ त्यही हो आजको हाम्रो मुखबान चाहिँ एकदम रमाइलो पनि भयो राम्रो पनि भयो क्वेसन हल्का थोरै छोटो मिठो भयो अनि अर्को चाहिँ बबालवाला क्वेसन एन्सरवाला सहित लेखेर राम्रोसँग खतरा गेम लिएर आउनेवाला छौँ हेरिदिनु होला रमाइलो गरिदिनु होला यो भिडियोलाई फर्स्ट टाइम चाहिँ हाम्रो यस्तो मुखबान गर्दैनौँ नि त हामीले होइन प्रायः जस्तो च्यालेन्ज गर्छौँ त्यही भएर हाम्रो क्वेसन सोध्न नआएको कि अब क्वेसन सोधिरहेपछि क्वेसन सोध्न आउँछ अब हामी बिचराहरू क्वेसन नसोध के सोध्ने के गर्ने के भन्नेवाला पुरै दिमागै हाम्रो त कोमाम पुग्लाइन्छ सोद्धा सोच्दै त्यही भएर हो साथीहरू त्यस्तो नराम्रो नगरिदिनु नमानिदिनु होला सबले हेरेर रमाइलो गरिदिनु होला हाम्रो भिडियोलाई इन्जोय गरिदिनु होला एकदम धेरै भिडियो सेयर गरिदिनु होला नकाटेर होला अन्तिमसम्म हेरिदिनु होला के भन्नु छ केही छैन सबैले लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला धेरैभन्दा धेरै माया गरिदिनु होला हामीलाई हाम्रो यो भिडियोलाई थ्याङ्क यू फर वाचिङ माई भिडियो एभ्रीवान बाई बाई लभ यू